काठैबरी अमरसी फल्दा फली फूल पाइदा बरी क्या मिलेका फाटा। इतिहासको त्यो कालखण्ड जहाँ समय आफै स्तब्ध उभिएको छ। इतिहासका पानाहरूमा एउटा यस्तो साम्राज्यको कथा लुकेको छ जसको सिमाना वर्तमान नेपालको नक्साभन्दा कयौँ गुणा विशाल थियो। जहाँ पूर्वमा काली गण्डकीदेखि पश्चिममा कुमाउ गढवालसम्म एउटै गौरवशाली ध्वजा फहराउँथ्यो। यो कथा हो सपादलक्ष्य शिखर खस देश अर्थात् 1.25 लाख पहाडहरूको त्यो विशाल खस साम्राज्यको। र यो कथा हो आज हामीले बोल्ने नेपाली भाषाको उद्गम स्थल सिजा उपत्यकाको। तर विडम्बना आज यो वैभवशाली इतिहास केवल भग्नावशेष र संरक्षणको अभावमा छरपष्ट भएर इतिहासकै गर्भमा हराउन खोज्दैछ। आउनुहोस् आज कोट्याउँ तिनै ऐतिहासिक पाटाहरू र यात्रा गरौँ सिजा सभ्यता र नेपाली भाषाको उद्गम थलोतिर। कार्यक्रम गर्नलाई अथवा जुनसुकै उमा बाजा प्रयोग हुने भएको कारणले बाहुन बाजा यो सम्पूर्ण चिज मुग्लिए यो सबैभन्दा अगाडि हुने चिज हो, चाहिने चिज हो। त्यो भएर बाजामा पहिला जो हामी लाउँछौँ देउताका नगारा लाउँछौँ अथवा ती देउताका बाजा बजाइन्छ। अनि त्यसको पछाडि बजाइन्छ विवाहको बाजा जो घुमेर नाच्ने बाजा छ त्यसलाई। अनि विवाहको बाजा अथवा बत्ती बन्द गर्दाको बाजा अथवा छोरा हुँदा खुसियाली हुँदाको बाजा हो। अनि हाम्रो यो बाजाको फेरि अलग रहस्य के छ भनेपछि बाजामा दुईजनाले बजाएर यहाँबाट हामी पारी जाँचोको मान्छेले यहाँबाट बाजा बजाएको सुन्यो भनेपछि बाजाको एउटा त्यो हाम्रो खुटो भन्ने हुन्छ। खुटो भन्ने नगरा हाल्यो भने यहाँबाट जाँचो गएको मान्छेलाई जाँचो भएको मान्छेलाई अथवा सुन्ने ठाउँ भएको मान्छेलाई यो बाजाले हाम्रो अब यो के अरे बाजा बजाउने जातिहरूलाई यो बाजाले यहाँ आइजा यतिजना आऊ यतिजना बाजा ल्याऊ भन्ने सिस्टम हुन्छ। यो यसलाई इसाराले अब हाम्रो पुरानो खस भाषामा यसलाई खुटो भनिन्छ, खुटो हानेर बोलाउने भन्ने। यो विशेष गरेर गढी लामाथाडा सिजा खस साम्राज्यको मुख्य मूल थलो जो राजधानी भएर धेरै वर्ष कार्यकाल सञ्चालन गरेर राज्य स्थल हो। यो राजकीय स्थल पनि भनिन्छ। यो कनका सुन्दरी गाउँपालिका वार्ड नम्बर 4 मा पर्छ। यसलाई गढी लामाथाडा एउटा इतिहास छ भने एउटा खस साम्राज्यको दरबार क्षेत्र भनेर चिनिन्छ। दुईटा कुराले चिनिन्छ। यहाँ अहिलेसम्म खस राजा कि कुलदेवी भनेर कनका सुन्दरी देवीको पूजा आज नित्य पूजा भइरहेछ।
यो दुईटा छुट्टी हुन्छ ठुला मेलाहरू चैते दसैँ र बडा दसैँमा हुन्छ भने नित्य पूजा सदाबार भइरहन्छ। यहाँभन्दा पहिला जिल्ला माल कार्यालयबाट 3500 देखि 6500सम्म आउँथ्यो पूजाआजाको लागि। अहिले अब रोकिरहेछ, गए दिन्छन् दिँदैन त्यो थाहा भएन। अहिले पालिका मार्फत चलाइएको छ। त्यो यतातिरको भयो। अब यतातिरको कुरा के रह्यो भने विशेष गरी यो 11औं शताब्दीदेखि सञ्चालन भएको भन्ने छ इतिहासमा। अब खसहरू अब यो इरान हुँदै बेबलोनिया हुँदै अब काश्मीर हुँदै अब हामी अहिले खस भन्छौँ। वास्तवमा हाम्रो बसोबास भनेको काश्मीर, अहिलेको काश्मीर त्यतिको काश्मीर। खसबाट खस भएको विवाद छ। यो खसबाट खस भएको देखिन्छ। काश्मीरबाट तिब्बत हुँदै आएका यो धर्म सम्बन्धी इस्लामी र हिन्दूहरूको टक्राए पछाडि हुँदै अर्को यो तिब्बतीन बाटो हुँदै आएर नागराजहरूले खाडी प्रदेशमा राजधानी बनाए। अहिले पनि दुईवटा भाषा छ, जडान र खसान राज्य भनेर। त्यहाँ खाडीबाट बिस्तारै कर्मिक ढङ्गले यो विस्तार गर्दै थापा, राउत, त्यसपछि गएर अनि के जातीय थुप्रै साना साना राज्यहरू सञ्चालनमा थिए। यो रातको अब लार्जोको ठकुरीले काट्यो भनेपछि दिउँसो सिजाकोले काट्यो भने रातिको उता यिनीको पालो पालो गर्छन्। सरकारी दुईवटा रङ्गा हुन्छ। त्यो अधिकार उनीहरूको हो। पहिला त ठकुरीले काट्ने भने सबै पञ्चबली पनि काट्थे। अहिले पञ्चबली चाहिँ टिका जसले पायो उसले काट्ने सिस्टम आइसक्यो। आजकल लोप भइगया विराट दरबार पाण्डव गुफा। आजकल लोप भइगया विराट दरबार पाण्डव गुफा। आजकल लोप भइगया विराट दरबार पाण्डव गुफा। आजकल लोप भइगया विराट दरबार। त्यही बिल लाग्यो र तल रुख छ त पर हरियो रुख तल हो त्यसैले तली छ यही जाने त्यहीँ जान्छ। त्यहीँबाट पसेर बाजे निकासो गरेर ल्याएर धारो बना। यस धाराको नाउँ के रह्यो? त्यो बिल लागियो हुनाले बिनै धारो बनाइकन ल्यायो भने बनाएका भने हरियोको नाउँ बनाएर यहाँ परबाटी मुग्रा थियो त्यसैको मुग्रा त्यो रहिहाल्यो भने त्यही मुग्राबाट ल्यायो नैबाट मिलायो त यो बिन लागेर यसको नाउँ बिनै धारो रह्यो। पाण्डव गुफा भन्ने अब पहिला तपाईँको यो यसलाई पहिला ओडार भन्थ्यो भन्नुहोस् है। यो धार मात्रै थियो। पाँचमै पाण्डवहरू अब गुप्तवास बसेको भन्ने अब भनाइ छ बुढापाकाबाट सुनेको कुरा। त्यसपछि अब ढुङ्गाका मूर्तिहरू थिए, त्यो पनि अहिले कता कता हराए। त्यही पाण्डव गुफा पुरानो हो, पर्यटकीय क्षेत्र हो त हो भन्ने अब भनाइ छ। अब अहिलेसम्म केही यसको विकास निकास केही छैन।
हामीले ऐतिहासिक कुराहरू अब सुनेको कुरा हामीले देखेको कुरा त होइन। अब कुमारकोटमा अब कोट कचौरी गर्ने राजा यहाँ बस्ने रहेछन्। विराट राजा बसेको ठाउँ, पाण्डुगुफा 5 भाइको लडाइँ भएको ठाउँ, गुप्तवास बसेको ठाउँ। त्यसपछि यो कोटघरमा कोतखान हाल हतियारहरू राख्ने, मान्छेलाई कारबाही गर्ने, डाँडडुण्ड गराउने, जेल नेल यतै बनाउने यो कोटघरमा कोतखान भनिन्छ। अहिले कोटघर भइरहेको छ, त्यो त्यतिखेर कोतखान हो। यो अघि भनौँ है, यो भीमसेनको पालामा बनाएको हो धारा हो। यो सिजामा जम्मा यो पाण्डव गुफामा जम्मा 3टा तले पाण्डव गुफा, त्यहाँबाट हजुरको यो धारा मगरा रोकाबाडा छ, यो पर बालडाँडा छ। मगरा भने 3 हुन्। यहाँ अहिले हामीलाई थाहा छैन, पुरानो हाम्रो बाउ बाजेको पालाकोदेखि यो बनाएको हो देख्यौँ हामीले। अब पाण्डवले बनाएको भन्ने सुन्यौँ हामीले। अब होइन, पानीको विषय हिउँ त तातो, बर्खा चिसो, पानी 12 मास यो आइराखेको छ पानी। हामी आज यो गरुड नुहाउनेमा हामीहरू यहाँको इतिहासबारे, यहाँको तथ्य अथवा यहाँको तथ्यबारे हामीहरू केही थाहा पाएको बुझेको कुराहरू हामी भन्दैछौँ। त्यसैले के छ भने हामीहरू यहाँ परपूर्व कालमा हामीहरू खस आर्यहरू 5औं शताब्दीभन्दा पहिले यहाँ तिब्बतीन अथवा लाङ्गाली, भोटे लाङ्गाली लामाहरू तिनीहरूको बसोबास थियो। तिनीहरू किनभने तिब्बतबाट यहाँ त्यतिखेर पशुपालन थियो, व्यापार ठुलो नै पेसा नै पशुपालन थियो। पशुपालक भएर यहाँ उनीहरू यहाँ प्रवेश गरेका भन्ने आधिकारिक छ। त्यही समयमा उनीहरू यहाँ आए, लाङ्गालीहरू, बौद्ध धर्महरू। त्यो समयदेखि उनीहरू यो ठाउँमा बसेर यो ठाउँलाई पवित्र स्थल, जस्तै कि यसलाई के भन्छ गरुड नुहाउने, जस्तै भदौको हरिपर्वती एकादशीका दिन गरुडहरू आएर यहाँ नुहाउँछन्। अनि त्यसैको नामाकरण गरुडलाई नाम रहन गयो। र यहाँका यी मूर्तिहरू यी प्राकृतिक मूर्ति हुन्, किन हामी प्राकृतिक पूजक हौँ। हामी प्राकृतिक पूजक भएर यिनीहरूका यी मूर्तिहरू जति यी मूर्तिहरू छन् सबै प्राकृतिक पूजक हुन्, प्राकृतिक मूर्ति हुन्, कुनै पनि बनोट होइनन्। अरू के छ भने चाहिँ कुनै पनि मानवले पशु वस्तुलाई कुनै अकालमा मरे, अन्जानमा उनले हानेर मरे, केही कारण मऱ्यो भने चाहिँ उनीहरूको उद्धार गर्नुको लागि यहाँ आएर एक दिन कसैले 1 दिन कसैले 3 दिन उनीहरूको कर्म क्रिया भनिन्छ। जस्तै नै हाम्रो दास के अरे क्रिया भनिन्छ, त्यस्तै यहाँ गरेर एक राति बस्ने, भोलि कपाल खौरिने, त्यसलाई पिण्ड प्रदान गरेर भोलि उनीहरूलाई मुक्ति गरेर फर्किने। यहाँ के हुन्छ भने भेडाको पनि गौजो काटिन्छ, अनि मौरी, कुकुर, बिराला, घोडा, गाई, वस्तु जे जति छन् अथवा अकालमा मरेका, जानी अथवा अन्जानमा मरेका, तिनीहरूको उद्धारको लागि यहाँ आएर हामीहरूले उनीहरूको उद्धार गर्नको लागि यहाँ हामी अहिलेसम्म पनि चलिरहेको। जुन त्रिशुलीदेखि लद्दाखसम्म यो सिन्जा राज्य तिब्बतको खाडी प्रदेशदेखि भारतको 17सम्म फैलिएको विशाल र शक्तिशाली र सम्पन्न राज्यको केन्द्र यो करागा सुन्दरीको सिन्जा भन्ने ठाउँबाट म बोलिराखेको छु। यो ऐतिहासिक ठाउँमा अब यसलाई एक अर्थमा भन्यो भने यो स्वर्णिम नगर पनि हो, यो सुनको सहर पनि हो। तिब्बतले वार्षिक 7 धान्नी सुन यो कर्णाली प्रदेशको खस राजालाई तिर्थ्यो, कर तिर्थ्यो।
र यसै गरी भारतले 22 धान्नी 1 वर्षको चाँदी कर तिर्थ्यो। त्यो सुन त्यो चाँदी भनेको अहिले तपाईँको उत्खनन गर्ने हो भनेपछि यो सुनै सुनको सिजा भनेर पनि भन्न सकिन्छ, यसलाई स्वर्णिम नगर पनि भन्न सकिन्छ। यसको आधार के हो भनेपछि 2042 साल भदौको 22 गते यही ठाउँमा यहीँनिर एउटा ठुलो परिमाणमा सुनको बाकस, सुनको उर्दू अक्षरमा लेखिएको सुनको ठुलो बाकस भेटिएको थियो। त्यसको प्रत्यक्षदर्शी बालो लागेर यो ढुङ्गामा ठोकिँदा फेरि यहाँबाट फर्केर यहाँसम्म सुनको बाकस यहाँसम्म आयो। अब त्यो बाकस कस्तो थियो हामीसँग प्रत्यक्ष थाहा भएन। मैले देखेको फलामको बाकसमा कति थियो हामीसँग प्रत्यक्ष थाहा भएन। तर यो ठाउँमा हामी बिहान आउँदाखेरि हामीले सानो सानो झुप्पा सुन यसम्म पाएकै हौँ। तर पाएर मैले पाइनँ, अर्कै मान्छेले पायो। सुनका सिक्काहरू उर्दू अक्षरमा, पाकिस्तानी उर्दू अक्षरमा लेखिएका एक बाकस धातुका सुनहरू भेटिएका हुन्। इतिहास त जिउँदो इतिहास, उहाँहरू हाम्रो पुर्खाहरू सबै हुनुहुन्छ। भोलिपल्ट उहाँ दाजुहरू बिहान पनि खोज्न आउनुभएको थियो, एउटा के भेटाएँ अहिले भनिहाल्नु भयो। उहाँले सबैले देखेका हुन्। पछि त्यो सरकारले नै तपाईँको जफत गरेर त्यसलाई अहिले हनुमान ढोकामा त्यसलाई चाहिँ संरक्षित गरेर केही राखिएको छ। तत्कालीन समयमा केही अगुवाहरूले त्यो सदुपयोग दुरुपयोग हुँदै अञ्चलादेश हुँदै कता कतासम्म पनि त्यो सदुपयोग दुरुपयोगको कुरा पनि दुरुपयोग भयो र बचेको सुन चाहिँ सरकारले जफत गरेर त्यो सुन हनुमान ढोकामा अहिले पनि देखिन सकिन्छ। तर त्यो असाध्य धातुको बहुमूल्य सुन हो। अहिलेको यो बजारको सुन जस्तो होइन। तपाईँको यो पाकिस्तानी उर्दू अक्षरमा लेखिएको धातुका सिक्काहरू एक बाकस यहीँनिर भेटिएको थियो। त्यो सबैले थाहा छ, ठाउँ थाहा छ। 43-42 सालको भदौको 22 गतेको कुरा हो। नेपाली भाषाको जन्मभूमि सिन्जामा अवस्थित पवित्र कनका सुन्दरी मन्दिरको नजिकै खस साम्राज्यको मुख्य प्रशासनिक केन्द्र र विशाल दरबार रहेको थियो। इतिहास र लोकश्रुतिका अनुसार यहाँ सुनको जलप र बहुमूल्य रत्नहरूले सजिएको एक भव्य हिरामणी जडित स्वर्णिम दरबार थियो, जहाँबाट खस शासकहरूले आफ्नो विशाल साम्राज्यको न्याय र शासन चलाउँथे। यसै स्वर्णिम राजधानीको सामिप्यतामा खस राजा पृथ्वी मल्लले कला र सामर्थ्यको प्रतीकका रूपमा भव्य विराट दरबार निर्माण गर्न लगाएका थिए। चारैतिर हरियाली र प्रकृतिको अनुपम छटाले घेरिएको यो विशाल दरबारको मनमोह राजा स्वयंले रम्ने र आनन्द लिने गर्थे। आज त्यो भौतिक वैभव इतिहासको कुहिरोमा बिलाए पनि त्यसको गौरवमय सुगन्ध सिन्जाको माटोमा आज पनि उत्तिकै ताजा छ।
दरबारको स्थिति यस्तो छ, भग्नावशेष छ। यहाँ कुनै सरकारले नजर लागेको छैन। यो पृथ्वी मल्लले ग्रीष्मकालीन राज्यमा यहाँ आएर यहाँ जडीबुटीको सुगन्धले केही रोग निवारण हुने भएको हुनाले यस दरबारलाई मन्दिर बनाए, यस क्षेत्रमा मन्दिर बनाएर दरबार बनाएर बस्नुभएको थियो। शीतकालीन दुल्लु र ग्रीष्मकालीन सिजामा राज हुन्थ्यो, सिजा खस साम्राज्यको। त्यो जेठ असारको महिना आएर यहाँ शीतल लिनलाई, यहाँको जडीबुटी सुगन्ध लिनलाई पृथ्वी मल्लले यहीँ शासन गर्नुभयो। दरबार त राम्रो किसिमको ढङ्गैको बनेको दरबार हो। यो पछि गएर फेरि जीर्णोद्धार गरिएको पुरानो दरबार अहिले छैन। यहाँ यो मन्दिर हो, राजाले पूजा गर्ने मन्दिर। जुन ठाउँमा राजाले पूजा गर्ने दरबारको नजिक मन्दिरै हुन्छ, मन्दिरको पूजा गर्ने यहाँ दरबारमा बस्ने। स्थानीय सरकारले यसलाई दरबार निर्माण गरेर यहाँ पर्यटन क्षेत्र घोषित गरिदिनु होला। विराट दरबार क्षेत्रबाट हामीले अनि चाहिँ सिजा उपत्यकाभरिको दृश्यलाई हामीले अवलोकन गरेर भरपुर आनन्द लिन सक्छौँ। यहाँ नजिकै हामीले चाहिँ यो बुढो गाउँको नजिकै बुढो गाउँ नजिकै फुटासिली मन्दिर अनि चाहिँ लगायत यहाँ नौधारा लगायतका दृश्यहरू हामी हेरेर आनन्द लिन सक्छौँ। अनि नजिकै हामी पैदल यात्रा गएर सर्वको अप्सरा धाराताल पनि हामी यहाँ नजिकै गएर हेर्न सक्छौँ। अनि बाजुरा जाने बाटो पनि यहाँ नजिकै हामीले चाहिँ देख्न सक्छौँ। लगायत हाम्रो कनका सुन्दरी मन्दिर पनि यहाँ नजिकै योबाट दृश्य अवलोकन गर्न सक्छौँ। अनि चाहिँ अगाडितिर अनि त्यसपछि यहाँ विराट दरबार लगायतका क्षेत्रहरू हामी चाहिँ यही विराट दरबार क्षेत्रबाट हामी सिजा उपत्यकै हामी दृश्य अवलोकन गर्न हामी सक्छौँ। यसको अब एकदम शक्तिपीठ कनका सुन्दरी भगवती माताको जो जालन्धर राजादेखि नै सुरुवात भएर यसमा कुनै स्थापना यो अद्भुत भगवतीको छ्यात भगवती आफसे आफ भगवतीको पूजा आराधना उहिले सत्ययुगदेखि अहिलेसम्म यथावत पूजाआजा भइरहेको। र यसमा विशेष गरी देवी पाञ्चायनको पूजा हुन्छ। कनका सुन्दरी भगवती, कालिका देवी, लामा विष्णु, जालपा देवी, देवी पाञ्चायनमा नैऋत्य गणेश, ईशान्य विष्णु, आग्नेय शिव, वायव्य सूर्य, मध्य देवी, देवी पाञ्चायनको पूजा हुन्छ। यसमा हवन गर्ने यज्ञमा नवरात्रिमा 90 दिनसम्म पनि हवन हुन्छ र विजयादशमीमा चैत्र अष्टमी विजयादशमीमा पनि हवन भइरहेको छ। अखण्ड दीप 9 दिन चैत्र अष्टमी र 9 दिन विजयादशमीमा रात दिनै 24 घण्टा अखण्ड दीप बलिराखेको हुन्छ। र अन्य बेला नित्य कर्म, नित्य पूजा जहिले पनि 12 मास चलिराखेको छ नित्य पूजा। र यसमा अद्भुत भगवतीको शक्ति र जो टाढाबाट आउनुभएका भक्तजनहरूले जो वर प्राप्तिका निम्ति यहाँ पाल्नुहुन्छ उहाँले पनि यहाँ पनि भाकल गरेर जानुहुन्छ। र आउँदा दिनमा भाकल पुरा भयो भने भगवती मातालाई सम्झेर पुनः फेरि प्रवेश भएर भगवतीको पूजा आराधना गरी जे आफ्नो मनले चिताएको वर मागेका छन् उनीहरूको भाकल पनि पुरा भएको अब धेरै भक्तजनहरूबाट पनि प्रत्यक्ष पनि आउनुभएको छ। कसैले फोनबाट पनि भन्नुभएको छ हामीलाई चाहिँ पुरा भयो, के हुन्छ भगवतीको पूजा आराधनाको लागि के कस्तो गर्नुपर्छ भनेर सम्झिराख्नु भएको छ सबैले। तपाईँको नरनाथ बाजी आउँदा यहाँको इतिहास, यो ढुङ्गाको निउडानको इतिहास हेर्दा
उहाँले रोएर जानुभएको थियो, किनभने पुरानो इतिहास हो भनेर होइन। 1996मा भनेर लेखिएको छ, तर होइन, त्योभन्दा अगाडिको हो। लेख्ने मान्छेले अलिकता गल्ती गरेर लेखिएको हो। त्योभन्दा पनि अगाडिको ढङ्गको युनिट बनाएको। नरनाथ बाजीले चाहिँ यो अगाडिको भनेर चाहिँ उहाँले आफ्नो आँसु छोडेर सिजाको हाम्रो इतिहास यो मेटियो छ भनेर रोएर जानुभएको थियो। फुलपाती चौर भनेको तपाईँको फुलपातीहरू भित्याउने स्थान हो यहाँ, जो कि बडा दसैँमा यहाँ पूजा दुईचोटि हुन्छ, नित्य पूजा र पर्व पूजा। नित्य पूजा दैनिक हुन्छ र पर्व पूजा बडा दसैँ र चैत्र अष्टमीमा हुन्छ। यहाँ भएपछि बडा दसैँको मन्दिरको गाथाबाट अब शङ्खहरू पञ्चघण्ट सबै ल्याएर यो ठाउँमा पूजा विधिगत अनुसार पूजा हुन्छ र यहाँबाट स्थानीय पुलिस प्रहरी राजनीतिक दलहरू धर्मभक्तहरू व्रताउहरू सबै बसेर यो सिँजाको नराकोट कहाँसम्म पुगिन्छ त्यहाँ गएर विभिन्न वस्तुहरू उत्पादन त्यहाँ भएका वस्तु फलफुलहरू अरू सबै चिजहरू ल्याएर यो सिँजाको सबै ल्याएर यहाँ जम्मा हुन्छ। जम्मा भइसक्यो अनि यहाँनिर बढाइ हुन्छ, अनि पूजाआजा हुन्छ, अनि त्यहाँनिर नि अनि पूजा भइसकेपछि ती वस्तुहरू डोलीमा हालेर मन्दिरमा भित्याइन्छ। भित्याएर अनि त्यो पूजा फुलपाती भित्याउने भन्ने परम्परा छ। यहाँ फुलपाती चौरमा फुलपाती गर्ने, त्यहाँबाट लिएर भित्याउने, मन्दिरमा भित्याउने परम्परा छ। अनि त्यहाँनिर पुजारी दुईवटा छन्, देरपाटा र सिमपाटाका। यिनीको आलो पालो हुन्छ। त्यो बेलामा दुवै पुजारीहरू बसेर हामी सबै बसेर पूजाआजा गर्छौँ। यो हाम्रो विराट दरबार इतिहासी विराट राजाको बस्ने ठाउँ, गाई चराउने चौड भन्दा सुनेको हामीले। किनभने हामी त भर्खरकै मान्छे हौँ, अब हामीले भन्दा सुनेका छौँ। अब यो हाम्रो इतिहासी खससिजामा हामी यो गोरु चौड, विराट राजाको गोरु चराउने गोरु चौरमा हाम्रो पुरानो तलाउ छ। पुरानो तलाउ चाहिँ परमपुर्खादेखि हाम्रा बो बाजेदेखि यो तलाउमा विराट राजाहरू आएर नुहाउँथे गरे। विराट राजा नुहाउने ठाउँ र एउटा हाम्रो गाई पुरानो गोरु चौड भएको हुनाले इतिहास गाईको पुरै रूपडाल भएको यो गोरु चौडमा एउटा ढुङ्गा छ। बाघको बगौरो नजिकै गाईको इतिहासी ढुङ्गा छ। सिजा शिवजीनी तै छन्छमा जाउँ जाउँ गुलामा तारा पाइ छमा छम। सिजा शिवजीनी तै छन्छमा जाउँ जाउँ गुलामा तारा पाइ छमा छम। खर्च बासालो होइन लाग्यो छमा जाउँ जाउँ किन भयो यो राजसभा भवन नागराजा र कराचल मल्ल राजाको पालादेखि राजसभा भवन स्थापित रहेछ भन्ने इतिहासमा छ। र यहाँ इन्डियादेखि र तिब्बतदेखिका साना साना राजाहरू आएर यस सिँजा मल्ल राजालाई कर तिर्ने र यहाँबाट ऐन कानुन पास गरेर आफ्नो सानो सानो राष्ट्रमा फर्केर गएर आफ्नो आफ्नो राष्ट्रमा यहाँको ऐन कानुनलाई परिचालन गर्थे भन्ने इतिहासमा उल्लेखित छ। र अब यसै राजसभा भवन लुड्कु गाउँ नजिक पर्छ। यो राजसभा भवन अहिले भन्छ संविधान सभा भन्ने प्रमाणित यही सिँजा मल्ल राज्य कालमा पनि संविधान सभा रहेछ। संविधान सभाको अवशेष प्रमाण के छ भन्ने कुराहरू यसै देवदेहारको रुख मुनि यस्तो स्तम्भमा यही स्तम्भमा लेखिएको छ संविधान सभा भन्ने। यो नौलो कुरो होइन, यो मल्लकालीन अवस्थामा पनि संविधान सभा लागू भएको रहेछ।
यसै मल्लकालीन सिजा लामाथाडा राजधानी सिंह राजधानी भनिन्छ। लामाथाडामा मल्ल राजाको दरबार त्यति कालदेखि पनि पञ्चायती व्यवस्था पनि लागू भएको रहेछ भने इतिहासमा बुझिन्छ। यो इतिहास हाम्रो खस भाषा राजा पृथ्वीनारायण शाहले पनि यी सिंहकै भाषालाई मान्यता दिएर बोली उक्सिएको इतिहासमा प्रष्ट छ। यहीँकै पञ्चायती व्यवस्थाको राजा महेन्द्रले पनि सिंहकै खस राज्यको पञ्चायती व्यवस्थालाई निरन्तरता दिएर पञ्चायती व्यवस्था लागू गरेर यस सिंहलाई सम्मान दिएको देखिन्छ। रामको जन्मभूमि अयोध्या भएको छ। अयोध्यामा मन्दिर छ। जस्तै बुद्ध भगवानको जन्म छ, लुम्बिनीमा मन्दिर छ। जस्तै भगवान पशुपतिनाथको मन्दिर काठमाडौँमा छ। भने जस्तै भाषा र संस्कृतिको सभ्यताको मूलथलो नै सिंह लामाथाडा हो। यही सिंह लामाथाडामा यहाँको लोभ नहोस् भविष्यका कर्णधार युवाहरूले पनि नबिर्सौँ, अनुसन्धान गरेर यो हामीले अनुसन्धान गरेर हामीले किताब प्रकाशनमा ल्याउने, यस्तो डकुमेन्ट बनाउने, देश विदेशमा प्रचार गर्ने भन्ने उद्देश्य खस सिंह सभ्यता प्रतिष्ठान हामीले स्थापना गरेका छौँ। कहिलेको इतिहासमा यो ढुङ्गो यहाँबाट लिएर यता अन्त लिनु खोजेका थिए अरे। त्यसरी यो ढुङ्गो उठाएर लिँदा यहाँबाट 7वटा सर्पको चारैतिरबाट सर्पले मुख दिँदाखेरि अनि हामीले यसलाई अलि उठाएर हामीले अर्को गर्नु खोजेका हौँ, तर हामीले सकेनौँ। हेर्नुहोस्, त्यसरी हामी यसैमा राखेर हामीले यसैबाट शिव मन्दिरको इतिहास भन्ने हो भने यो धेरै लामो इतिहास छ। यसको यो कहिले स्थापना भएको भन्ने यो अभिलेखै छैन। यो धेरै पुरानो मन्दिर हो। यसमा शिवरात्रिको दिनमा पूजाआजा गरिन्छ। अब यहाँ सर्प आउँछन् भन्नको अर्थ के छ भने शिवको गहना सर्प भएको हुनाले प्रायःजसो यसको यथार्थता के हो भने यो चाहिँ मन्दिरमा भित्र पूजा गर्ने ठुलो यो गादीको रूपमा ढुङ्गा छ, ठुलो 4 कुने ढुङ्गा छ। त्यो ढुङ्गामाथि विभिन्न किसिमका पूजाआजाका सामग्रीहरू छन् र त्यो ढुङ्गा मुनतिर बेसी त सर्पहरू, ठुला ठुला सर्पहरू छन्। र पहिले अब पूजाआजा नगरेर केही दिन पूजा हट्कियो भने सर्पहरू निक्सने र सर्प निक्सने भएको हुनाले मान्छे तर्सित हुने। अहिले पूजा गरेबाट त्यति सर्प पनि निक्सने गरेको छैनन्। त्यसपछि यो कुनै बेला यो ठुलो शक्तिशाली राज्यमा परिणत थियो। यो सिजा राज्य थियो। मैले भने यसको सिमाना काठमाडौँमा 3 चोटि आक्रमण गरेर काठमाडौँको राजाहरूलाई आफ्नो अधीनमा ल्याएर पशुपति र सम्यूमा भोज भतेर गरेर आएको थियो। त्यसपछि सन्धिपछि त्यो हाम्रो त्रिशुली नदी सन्धि भयो। पारीको नेपाल र वारीको भयो, सिजा राज्य भयो। त्यतिखेरको विशाल सिजा खस राज्य विघटन भए पछाडि अब जुम्ला राज्य के भए। अब त्यतिखेरको राज्यको विशाल राज्यको नाम सिजा थियो। अहिले आएर खम्चिँदै आएर एउटा अब तल्लो बेल्टका साथीहरूले हुन त पुरै सिजा हो यो। अहिले अब सिजा गाउँपालिका नाम राख्नु भएको छ। अब त्यो सिजा गाउँमा राख्दै बित्तिकैमा अब सबै कुराहरू त्यो त आफ्नो ठाउँमा रहला। विशेष गरेर कनकासुनी गाउँपालिका वार्ड नम्बर 4 मा रहेको यो ऐतिहासिक स्थल, किनभने यहाँहरू थुप्रै कुरा प्रमाणहरू सिद्ध छन्। यहाँ राजाहरूका
थुप्रै यहाँ माछा पोखरीहरू, त्यसपछि रसनपाट बारीहरू, धोबीघाटहरू, चौकीहरू, काँडाबारीहरू, घोडा बान्ने ठाउँहरू, घोडा दौडाउने चौरहरू, भगुन्डे खेल्ने ठाउँहरू, थुप्रै ठाउँहरू छन् यहाँ यसको। अब कोदघरहरू भए, गडुल नुहाउने क्षेत्र, त्यसपछि विराट दरबार, थुप्रैहरू छन्। यताको गुप्त पोखरी, त्यसपछि गएर चाकपाडे कोट नरेनाथले नै निकाले भएको शिला छ त्यहाँ, कोट महादेव, थुप्रै देवी देवताहरू वरिपरि बसेको। र अब सिरानमा बुढो भनिमस्टाहरू थुप्रै भएको छन्। अहिले अब के अपभ्रंश भइरहेछ, हामीले अब यो यही नै हो भन्ने कुराहरू साँगुरो सोचमा साथीहरूले सोचिदिनु भएको छ। यो अलि राम्रो प्रक्रिया होइन। यो विशाल राज्य नै सिजा भन्दा हामी सबैको गौरव हो। तल्लो पनि सिजा हो, माथि पनि सिजा हो, वरि पनि सिजा हो, पुरी पनि सिजा, पर पनि सिजा, हप पनि सिजा हो, सबै सिजा नै हो। अहिले के साथीहरूले अहिले अब मान्छेहरूले अलिकति नजिकबाट अलिकति त्यो आफू प्रशंसनीय हुनलाई अलिक गरे जस्तो महसुस हुन्छ। त्यो राम्रो पक्ष होइन। मुख्य ठाउँ यही नै हो। अर्को कुरा के छ, यहाँ अझै पनि अर्थहीन यहाँ साहुबाडा भन्ने छ। यो सुनचिरी साहुहरू हुन्। सुनचिरी साहुहरूले राजाका साहुहरू हुन्, सुनारहरू हुन्। यिनले दिनमा काम गरे बाफन्दा 5 रुपियाँ ज्याला पाउँथे। उहाँहरूले राजाले दिएका आलाहरू अहिले पनि तपाईँको यहाँ पैरापुरी, सेलाकोट, सुनार जिउला, धोबीघाट, चौकी, उहाँ पनि अहिलेसम्म उहाँहरूको आलो छ। अर्को कुराहरू लार्जाका लुहार भन्ने छ। लार्जाका लुहार होइन कि राजाका लुहारहरू तिनीहरू, राजाका तरबारहरू बनाउने ती लुहारहरू हुन्। त्यो इतिहासमा पुष्टि हुन्छ। अनि अर्को कुरा यहाँ लामा पनि जोडिएको छ। लामा भोटबाट आएको लामा पनि यो राजासँग यहाँ शरणमा पढ्न आएर राजासँग बसेर देवीसँग माझा पर्छ। देवीको पूजा सँगसँगै लामा पूजा पनि हुन्छ। लामा भनेपछि सिधै पारिपट्टि पनि लामा गुम्बा छ। अहिले हामी बजेर हेर्नेछौँ र यतातिर पनि लामा गुम्बा भन्ने छ। लामा बसेर ज्ञान गरेको ठाउँ। लामाकाले पनि स्तूपहरू, साना मूर्ति आकारका चैत्यहरू ती भेटिन्छन्। हामी खोजी गर्न अहिले समय छैन। कुनै पछिल्लो चरणमा हामी खोजी गरेर पेस गरौँला। परमाशुद्धहरू छन्। यही भएको नाताले अब थुप्रै कुराहरू छन्। यो दरबार क्षेत्र अहिले काँया झाडीको रूपमा परिणत भएको छ। कुनै बेला सुन्दर नगरी थियो, सेरा सहरी सिजा नगरी भन्ने थियो। अहिले आएर काँडा झाडीको रूपमा छ। धेरैचोटि हामीले पुरातत्व विभाग, पुरातत्व पर्यटन मन्त्रालय हुँदै पुरातत्व सम्बन्धी संस्कृति मन्त्रालयमा के अरे महत्त्वपूर्ण मन्त्रालय पनि हामी जहाँ धेरैचोटि पहल गऱ्यौँ। यो सुनाइ गुनाइ भएन। अस्तिको भर्खरैको म काठमाडौँको पुरातत्विक कार्यक्रममा जाँदा एक एक कुरा राख्न पाइयो, राखेका पनि छौँ। विश्व सम्पदा सूचीमा सूचीकृत हुने ठाउँ हो यो। अहिले आएर अब यो भएको छैन, अलि ओझेलमा परेको छ। यो मल्ल राजाको दरबार यहाँ माथि छ लामाथाडामा। दरबारबाट राजा र रानी आउँदा यो के अरे हिरामणि जडित गेट रहेछ। र इतिहास मेरो घरमा भएको इतिहासबाट पनि मैले बुझेँ। यो दायाँ बायाँ यो गेटको दायाँ बायाँ शिवबाग राखिएको, हिरामती जडित भएको। र अरू यात्रीहरू जनता जाँदाखेरि पल्लो बाटो छ। यो गेटमा चाहिँ राजा र रानी मात्रै। राजाले आउँदा रानी यहाँ नजिकै पर्छ। एउटा मुग्रा रहेछ, पवित्र मुग्रामा नुहाइधुवाइ गर्ने। र राजा रानी दैलेख र दुल्लुक जाँदा राजा रानी यही हिरामती जडित गेटबाट नै दरबारबाट आउने गर्दथे भन्ने भनाइ छ। अहिले यहाँ कुनै संरक्षण छैन। यहाँको बारेमा भन्नुपर्दा हाम्रो यो ढुस्का र चौथारा भन्ने हाम्रो परमपुर्खा कालदेखिको उछिडुङ्गा रोगाबाडाको एउटा किल्ला नै हो। यो हाम्रो कस्तो थियो भने हामीले बाबुबाजेले पनि गरेको र अहिलेसम्म हालसम्म पनि भइआएको हाम्रा बुनका चारै बुनका बुनाराहरू ल्याएर खसी पाठा चाहिँ यो चौथारामा काट्ने। र चौथारा भन्दा दियारको रुख थियो। पहिला 2-3 हजार वर्ष अगाडि हाम्रो बसोबास हुँदा जगाएको एउटा दियारको रुख हाम्रो परमपुर्खा कालदेखिको। यो चट्याङ पढेर चाहिँ अहिले ध्वस्त भएर गया छ। अहिले नयाँ बनाएका छौँ। र ढुस्कामा काटिन्थे, चौथारामा काटिन्थे। यी हाम्रा पुराना किल्ला नै हुन्। हाम्रो बाबुबाजेको चाहिँ एउटा निशाना नै हो। यो परमपुर्खा कालदेखि कोही कसैले त्यस्ता घोडा कोही घोडा ल्याए, जन्त ल्याए भने यसमा ओल्लेर चाहिँ भित्र गाउँभित्र जाने। अनि यो गाउँभन्दा बाहिर गएपछि बल्ल उनीहरूले घोडा चढ्ने। हाम्रो पुर्ख्यौली थियो। यहाँ खाल्डाडिल भन्ने ठाउँ थियो। 9 दिनसम्म नौराता बस्छ। अहिले पनि बस्दैछ। सिजा गाउँपालिका जाछबाट हाम्रो दमाई नै आउँछ। अनि यहाँ के छ भने वरिपरि बर्मगढ, भाँजा, अजमगढ भन्ने छ। वरिपरि बामनहरूको बस्ती छ। पारी सन्जेल छन्, परि भट्ट छन्, माथि काँफले छन्, पारी प्याकुडेल छन्, तल न्युपाने छन्, बिचमा उछिडुङ्गा रोकाबाट भनेको हामी काजी भनेर यहाँ बसालेका छौँ।
ह्याकरको इतिहास धेरै लामो छ, धेरै लामो। यसको माथि चाल्ने खोलादेखि लिएर नागमा घुच्चीदेखि घाँसुडासम्म यसको इतिहास पुरै यो जति देखिने जो तलको जिउलाहरू छ, माथिको जिउलाहरू छ, यो सबै ह्याकरको जिउलो हो। माथिको लौडसिमदेखि यो दियारको रुखसम्म सबै ह्याकरको जिउलो। यही स्थानदेखि सबै 22 यसमा जुनसुकै कार्यक्रम गर्दा पनि यता पूजा यताउति गर्दाखेरि यसको 22 हुन्छ। देवी देवताको मस्ताको थान यस्तोलाई यही हो। 12 दियो तितरकोटीको हेरकोर गर्ने यही हो। 152 दिया बलले हपको अन्त त्यो पूजापाठ गर्ने मौकामा पूर्णिमाका दिन ता हुन्छ। यो 12 विश्व हुम्लो नौखो जुम्लो अचम कल्ली मोसको ताराबोट टिउरीकोट याङचु भोटानसम्मको मान्टा हुन्छ। अझ मुन्डे यी देउताले छा राखेपछि मुन्डे सूर्यको धनी बिधनीकन धन दिएपछि बिसन्तानिकन सन्तान दिएपछि आफै आउने भए। लेखमा दत्तरावको गुफा छ, देवल मन्दिर छन्, त्यसपछि आएर कोटे राजा कोट भयो, यो कालिकाको मन्दिर भयो, त्यसपछि आएर लाटामस्टाको थान छ, तल देउती बजाइको थान छ, त्यसपछि पारि बाणागङ्गाबाट 5 पाण्डवहरू बस्थे त भित्रैबाट सिँढी लगाएर माथि विराट दरबार भन्ने माथि छ कापल चौडा हो। विराट दरबारमा त्यो भित्रैबाट गएर आवत जावत हुन्थ्यो र 5 पाण्डव र 100 कौर भन्ने त झिम्री चौडमा चाहिँ तिनीहरूको लडाइँ भएको हो। तिनीहरू पछि 5 पाण्डवले जिते, 100 कौरले हारे। किन भनिन्छ भनेपछि यहाँको गलडुवानीको पानी आउँछ। तीर्थस्थल भन्ने माथि गलडुवानी छ। अहिले गलडुवानीमा पनि हामी तपाईँको पूजाआजा गर्न जान्छौँ। अनि यहाँ मान्छेको अन्त्येष्टि गर्ने ठाउँ बाणगङ्गा हो। यहाँको जल यो त्रिवेणीको जल, यहाँको जल तपाईँको यहाँबाट माथि मुगुका मान्छेले लिन्छन्, तल कालीकोटको मान्छेले लिन्छन्। अनि तराईबाट आउनुहुन्छ यहाँ बाणगङ्गाको जल लिनलाई। यो जलले अब हाम्रो मन सन्तुष्टि पूजा गर्ने धार्मिक मन रहेको मान्छेहरूले यहाँको जल लिन्छन्। अनि त्यही भएर यो बाणगङ्गा हो, पहिला बाण हानेको ठाउँ हो अरे। अनि त्यही भएर अहिले मान्छेको अन्त्येष्टि गर्ने ठाउँ भनेर पनि चिनिन्छ। महादेव देउता भनेको के हो भने तपाईँ माथि ढुङ्गार छ, ढुङ्गारदेखि तल बसिया छ। अहिले माथिबाट कुनै ढोल पहिरो या विभिन्न किसिमको अहिले थाम छ। अनि खुर्यात थाम छ, तपाईँको बौला कुकुरले टोकेको थाम छ। अरू किन गर्नु पर्दैन, खोप लाउनु पर्दैन। अनि तपाईँको त्यो खुर्यात के अरे औल भेद यी सबैले दादुरा ठुला सङ्कट भन्छ। एउटा माग पनि
जाँड उठाइन्छ, कार्तिक पनि 12 भाइ मस्टा भोग बुन्छ, साउन पनि दुधको भोग लाग्छ, अनि तपाईँको नवदुर्गा बेना भोग बुन्छ। यो वर्षभरि 3 पुण्य पुज्छौँ। यो ठुलो देउता, यो सबैको रक्षा गर्ने देउता। ताल छ ठुलो रारा तीर्थ ठुलो छायानाथ। 11औँदेखि 14औँ शताब्दीसम्म संसारलाई आफ्नो भव्यता देखाएको खस साम्राज्य र यसको केन्द्र सिन्जा आज दरबारहरू भग्नावशेष बनेका छन्, शिलालेखहरू मौन छन् र इतिहासका धेरै पाटाहरू अझै अनुसन्धानको प्रतीक्षामा छन्। तर ती अवशेषहरूले अझै पनि गौरवशाली विगतको कथा सुनाइरहेका छन्। हाम्रो दायित्व केवल इतिहास सम्झनु मात्र होइन, त्यसलाई संरक्षण गर्नु, पुस्तान्तर गर्नु र विश्व सामु चिनाउनु पनि हो। खस सिन्जा सभ्यता संरक्षण विकास प्रतिष्ठान जस्ता प्रयासहरूले यसको वैभवलाई पुनः बिउताउने र लिपिबद्ध गर्ने कोसिस गरिरहेका छन्। यसको संरक्षण अझै नगर्ने हो भने भोलिको पुस्ताले आफ्नो इतिहास केवल एकादेशको कथामा मात्र सुन्न पाउनेछ। धन्यवाद।